Mati cerita mana? Lah. Sushi. Lah, pamal
सर आज ओपनिङ भयो है कस्तो लागिरहेछ तपाईँलाई एकदमै रमाइलो लागिरहेछ सर किनकि राम्रो भइरहेछ अब आज ओपनिङ गरिहाल्यो अब दिनहरूमा प्लानिङ के छ तपाईँको प्लानिङ भनेको अब हाम्रो मेन भनेको अब यो हाम्रो ओखलढुङ्गे पुलडोरी शेर्पाको मेन भनेको अब शेर्पा बिरयानी सुपहरू हाम्रो थालीदेखि लिएर त्यसमा चाहिँ हामीले अलिक राम्रो हिसाबले दिउँ भन्ने सोच गरिरहेका छौँ त्यसमा चाहिँ अब हेर्दैछौँ हाम्रो कस्टमरहरूले कतिको रुचाइदिनुहुन्छ उहाँहरूको अपेक्षा गर्दछौँ हुन्छ तपाईँलाई एकदमै अल द बेस्ट है राम्रोसँग चलाउनु होला हाम्रो यो ओखलढुङ्गे शेर्पा कर्नल होइन एकदम तपाईँहरूलाई अब तपाईँहरू जतिले चलाउनु हुँदैछ तपाईँलाई एकदम विशेष एकदमै कङ्ग्रेचुलेसन प्लस आगामी दिनमा चाहिँ यसको धेरै ब्रान्च बनोस् त्यही आशा राख्दछु म थ्याङ्क यू सर थ्याङ्क यू सो मच ल खाजा लगाइदिनु त यस सर हाल्नुपर्छ ओके ल तपाईँहरूलाई चाहिँ नि अब बोलाउनु भयो थ्याङ्क यू सो मच है हाम्रो ओखलढुङ्गे पूर्वेली शेर्पा कर्नल आजदेखि ओपनिङ गर्नुभएको छ तपाईँहरू समग्र सबै जति पनि यहाँ सञ्चालक हुनुहुन्छ तपाईँहरूलाई एकदमै धेरै शुभकामना र जति यदि यस्तो टेस्ट दिनुहोस् तपाईँहरूले कि सोचेको भन्दा नै राम्रो टेस्ट दिनुहोस् होइन र आशा गर्दछु कि तपाईँहरूले एकदम राम्रो गर्नुहुन्छ भन्ने र हजुरहरूलाई एकदमै समग्रमा एकमुष्ट भान्जा भान्जी सरहरू हाम्रो विकास स्पेसली हाम्रो कमल हाम्रो सरलाई एकदमै सबैलाई शुभकामना र जति आज यहाँ आइदिनुको बहिनीहरू पनि आइदिनु भयो तपाईँहरूलाई पनि एकदमै धन्यवाद थ्याङ्क यू सो मच र मेरो तर्फबाट चाहिँ म यति भन्न चाहन्छु कि तपाईँहरूले जति सक्दो बेस्ट गरिदिनुहोस् र गर्नुहोस् सबैलाई यो टेस्ट चाहिँ आज यो यति बिचमा छ भने यो टेस्ट चाहिँ भोलि लाखौँको सङ्ख्यामा जाओस् यति भन्न चाहन्छु र हाम्रो सरलाई एकदमै धन्यवाद शुभकामना है भान्जीलाई पनि एकदमै ल तपाईँहरूले अब एकदमै राम्रो गर्नुहोस् होइन र हामी पनि अब सधैँ आएर तपाईँहरूसँग बसेर खाना भन्न चाहन्छु र हाम्रो विकास विकास चाहिँ एकदमै सपोर्ट ओके हाम्रो बेस्ट काजी र हाम्रो सरलाई पनि शुभकामना त्यसले है सबैजनालाई ल
अरू बुन्नुलाई पनि आइदियो ल है ल शुभकामना ह्याप्पी हाम्रो ओखलढुङ्गे शेर्पा कर्नल लोकेसन चाहिँ हाम्रो यो कुमारी पार्टी यसलाई कुमारी गल भनिन्छ हाम्रो यहाँ एनसिएल अफिसदेखि अलिकति नजिकै पर्छ स्पेसली चाहिँ कास्टिङ भ्याली कलेज कान्तिपुर भ्याली कलेज भनेर पनि यो एरियामा पर्छ र हाम्रो मेन चाहिँ चिकन स्टेसनदेखि अलिकति भित्र पर्छ र धेरै भित्र पनि पर्दैन 2-3 घर यतातिर पर्छ र सम्पूर्ण हाम्रो गेस्ट भनौँ या हाम्रो यो रेस्टुरेन्टमा आइदिनु भने आउनुहुने र आइदिनुहोस् र हाम्रो पनि टेस्टहरू कस्तो छ यहाँहरूले बनाउनु ओखलढुङ्गे शेर्पा कर्नलको सेक्वा मात्रै होइन यहाँ विभिन्न चिज पर्छ कतिलाई फेरि सेक्वा मात्रै बन्ने रहेछ भन्ने पनि होइन यहाँको परिकारहरू चाहिँ कति चिजहरू चाहिँ हामी भिडियोमा पनि राखिदिन्छौँ र हाम्रो टिकटक अनि तपाईँको इन्स्टाग्राम अनि फेसबुकमा पनि हाम्रो ओखलढुङ्गे शेर्पा कर्नल नै भनेर छ र सबैले फलो गरिदिनु होला पेजलाई र म पृथ्वी राई अब ओखलढुङ्गे शेर्पा कर्नल चाहिँ यहाँ खोल्नु भएकोमा कुमारी पार्टी यसको लोकेसन र यो कस्तो विषयवस्तुमा तपाईँहरूले कस्तो प्लानिङले खोल्नु भएको छ त अलिकति भनिदिनु न सर्वप्रथम त हजुरलाई धन्यवाद किनकि हाम्रो यो ओखलढुङ्गे पूर्वेली शेर्पा कर्नल हाम्रोमा आएर अतिथि उसले गर्दाखेरि हामीले वास्तवमै भन्नुपर्दाखेरि यो कुमारी पार्टी ललितपुर यो ओखलढुङ्गे पूर्वेली शेर्पा चाहिँ किन र के कारणले गर्दाखेरि यहाँनिर अलिकति हाम्रो लोकेसन पनि अलिक राम्रै ट्याग गर्ने हुनाले र अर्को कुरा हाम्रो यो शेर्पा चाहिँ हाम्रो ओखलढुङ्गेको शेर्पा चाहिँ स्पेसल उसँग मटन शेर्पा पोक शेर्पा देखि लिएर हाम्रो मोडेल पोक भन्दा नि मेन भनेको मोडेल हो पोक त हाम्रो सायद मेनु राखेको छैन त्यही भएर पोक शेर्पादेखि लिएर मटन शेर्पा चाहिँ हाम्रो स्पेसल हाम्रो थालीहरू पनि र हाम्रो डेलिभरी होम डेलिभरी होला 1.5 किलोमिटरसम्म चाहिँ हाम्रो फ्री सर्भिस हामीले चाहिँ अब के सोचिरहेका छौँ भने अब मेन भनेको अब हाम्रो खानाले गर्दाखेरि पब्लिकमा अलिकति घुम्नु भइदिउँ र एउटा राम्रै वातावरण बनाएर चाहिँ जाउँ भन्ने एउटा प्लानमा हुनुहुन्छ कतिजना हुनुहुन्छ तपाईँहरू हामी हाम्रो एकजना दाइ हुनुहुन्छ हजुर दाइ अनि म अनि त्यस्तै जस्तै मार्केटमा चाहिँ जस्तै अब अहिले त तपाईँको विभिन्न रेस्टुरेन्टहरू चाहिँ अब लाने चलन छ नि त तपाईँको डेलिभरी अनलाइन सिस्टम छ यसलाई चाहिँ कसरी प्लानिङ गरिराख्नु भएको छ अनलाइनमा पनि हामीले फोकस गर्नेछौँ अनलाइनमा पनि हामी सकेसम्म आउने कस्टमरहरूलाई चाहिँ हामीले राम्रै डेलिभरी गर्ने चाहिँ हामीले प्लान गरिरहेका छौँ त्यही कारणले गर्दाखेरि यस प्लानिङहरू तपाईँहरूको अनुसारले यो रेस्टुरेन्टलाई एकदम रेसियोमा लानुहोस् क्या जस्तै अब अहिले त डिजिटल मार्केट डिजिटलले गर्दाखेरि जस्तै अब तपाईँहरूले अब पेजहरू त अब खोलिसक्नु भयो होला होइन त्यसलाई चाहिँ तपाईँहरूको अब विशेष चाहिँ तपाईँ अब तपाईँको प्लानिङ अनुसार चाहिँ यो रेस्टुरेन्टलाई चाहिँ अब यही लेभलमा यहीँ नै राखिरहने छ कि अरू ठाउँ पनि खोल्ने प्लानिङ छ पछि रेस्टुरेन्ट चलाउनलाई मेन त हामीले अब म्यानेजमेन्ट नै हो होइन म्यानेजमेन्ट अब मेन भनेको मान्छेलाई अब हाम्रो कस्टमरहरूलाई के चाहिँदो छ भने एउटा खाना चाहिँ एकदम स्पेसली भयो भने किनकि मान्छेलाई टेस्ट धेरै चाहिन्छ त्यही भएर टेस्ट चाहिँ राम्रो दिनु सक्यो र सर्भिस राम्रो भयो भने उहाँहरूले चाहिँ बुझाउनु हुँदो रहेछ हो हस् धन्यवाद हजुरलाई एकदमै अल द बेस्ट राम्रोसँग गर्नु होला है ल गाइजहरू है हाम्रो कमल मगर ओखलढुङ्गे रेस्टुरेन्ट छ अनि उहाँले एकदमै राम्रो चलाइराख्नु भएको छ अब यस्तो भयो आज फेरि भिडियोमा एकछिनमा रिबन काट्ने पनि उही बोल्ने पनि उयो भन्ने लाग्यो होला म चाहिँ अब आफ्नै पोडकास्ट चलाउने कारणले मेरो एकदमै बेस्ट भाइ हो होइन र एकदमै राम्रो मान्छे हो र यहाँ चाहिँ शेर्पा कर्नल तपाईँको विभिन्न चिजहरू बेटर हुन्छ प्लाटरदेखि लिएर तपाईँको विभिन्न मिठो चिज यहाँ अब टाढो जानु परेन यी पाउनेको कुमारी पार्टीमा हाम्रो चाहिँ लोकेसन चाहिँ यहाँ कुमारी पार्टी
कुमारीगल कास्किन र कान्तिपुर भ्याली कलेज सँगै पर्छ र तपाईँहरूले टिकटकहरूमा फेसबुकमा सबैमा भेट्न सक्नुहुन्छ र कन्ट्याक्ट नम्बर पनि उहाँले राख्नु भएको छ डेलिभरीको लागि वाट्सएप नम्बर मेल तपाईँको त्यो म्यासेज गरे पनि हुन्छ तयारीको साथ बोकेर आउनुहुँदैछ हँसिलो मुस्कान पुक्क पुक्क गाला रातो टिका होइन सर यसको नाम के हो सर यसको नाम चाहिँ हाम्रो यो पिरो कम्बो हो सर हाम्रो यो अरूको रेस्टुरेन्ट होटलमा भन्दा छुट्टै किसिमको बनाएको छौँ किनकि म आफै सेफ हो हजुर के छ सर यसमा सर हाम्रो एउटा पिरो हाम्रो छुट्टै स्टाइलको एउटा छोइला स्टाइलको मोमो छ अनि तपाईँको पिरो तपाईँको विन्स अनि चटपटे स्टाइलको हामीले वाइवाई साँधेको हामीले सिजर सलाद राखेको छौँ यो चाहिँ हाम्रो पूर्वेली सेपा कर्नरको स्पेसल पोक सेपा हो हाम्रो उतैबाट लोकल पोक चाहिँ आयात हुन्छ हजुर यसमा चाहिँ तपाईँको यो के छ सर यो स्पेसली चाहिँ अब तपाईँ सेफ होइन हजुर सर अब टेस्ट त गर्नै बाँकी छ गरौँला हजुर सर यसको तपाईँले आफै टेस्ट गर्नु भएको छ कि छैन होइन सर फर्स्टमा त पहिला त आफै टेस्ट गर्नुपर्छ नि नभए त तपाईँको सर भरे के त तलमाथि पऱ्यो भने त म आफै जिम्मेवारी हुनु पऱ्यो नि त सर यो खास यो मलाई मात्र ल्याइदिनु भयो कि समग्रमा तपाईँले होइन सर यो समग्रमा अब तपाईँहरू दुई तिनजना फ्यामिली आएर साथीहरू आएर खानु सक्नुहुन्छ जस्तै अब तपाईँ सेफ हुनुहुन्छ होइन जस्तै आजदेखि ओपनिङ गर्नुभएको छ तपाईँहरूले यो रेस्टुरेन्ट तपाईँलाई आफैले कस्तो लागिरहेको सर म चाहिँ अब हजुरहरूको सेवामा उपस्थित भएको छु नयाँ टेस्ट लिएर म आफै किनकि अब 20-30 वर्ष काम गरेको भइसक्यो होटल रेस्टुरेन्टमा अब आफ्नै गरौँ भनेर म चाहिँ लागि परेँ कहाँ काम गर्नु अलिकति भन्नु मैले चाहिँ तपाईँको अब चाइना टाउन तपाईँको चाहिँ हुनान मैले बाजेको सेवासम्म सेभ गरेको मान्छे हो त्यही भएर अब आफ्नै गरौँ भनेर लागि परेको छ अब मिडिया लाइनबाट त दर्शक भनिन्छ होइन ग्राहकलाई के भन्न चाहनुहुन्छ नमस्कार अब मेरो तर्फबाट यहाँ आउनु हुने सम्पूर्ण ग्राहकहरूलाई अब राम्रो भयो भने राम्रो भन्नु होला नराम्रो भयो नराम्रो भन्नु होला सकेसम्म म हजुरहरूको मन जित्नु भनेर आएको छु यही नै हो मेरो भनाइ ल धन्यवाद हजुरलाई र अब यो चाहिँ अब तपाईँ पनि एकछिन यहीँ बस्नु अब हामीले टेस्ट गरौँ कस्तो हुन्छ है सबैले आफ्नो ऊ चाहिँ राख्नु र भनाइ चाहिँ कस्तो हुन्छ तपाईँहरूलाई सबैलाई यो टेस्ट गरेर चाहिँ कस्तो लाग्यो म चाहिँ पहिला सेपै खाऊँ है म चाहिँ पहिला सेपा खाउँला कस्तो रहेछ ल हजुरलाई ल मैले लिएँ ल आउनु सबैजना आउनु नर्सको जानु परेन रहेछ अब होइन मिलाउँछ राम्रो छ नि होइन मिठो छ नि होइन अब हामी जस्ट बाहिर मगाउनु परेन होइन आउनु सबैजना आउँछ ठिक हजुर सबैले टेस्ट गर्ने हो त्यसरी ल यसरी गऱ्यो हजुर कम्बो सेट पनि एकदम बबाल एकदम राम्रो उहाँले चाहिँ राम्रो छ नि होइन हजुर केही कमजोरी त छैन केही छैन तपाईँ अब तपाईँ पनि सेफ भयो मलाई चाहिँ एकदम बेस्ट गुड लागिरहेको छ होइन किनभने सेफ भएको कारणले पनि हो कि जस्तो लागिरहेको छ अब एकदम टेस्टमा चाहिँ अब उहाँ भनेको अब 18-20 वर्षदेखि चाहिँ सेवा गरिराख्नु भएको त्यही भएर उहाँको टेस्ट एकदम मलाई मिठो लागेको साउदीहरू टक खान्छ त्यो पढ्न साउदीले
हेर्ने हुन्छ डिलिट ल्याम्प एउटा के गर्नु न धन्यवाद ल अब हैन यो टेस्ट नहोला सदाबारी रमाइ गर्छ धन्यवाद त्यसको लागि म अझै यसमा के थप्नुपर्छ भने भन्नु है कोही भुँडी बनाउँछ नि भने छातीले बनाउनु भुँडी नबनाउनु मेरो पखेटा लिनुहोस् सेट पनि हामीले टेस्ट गऱ्यौँ एकदमै प्रभावै लाग्यो हामीलाई चाहिँ होइन अब हजुरहरू पनि आएर लिइदिनु होला खाइदिनु होला भन्ने चाहन्छौँ हामी पनि पखेटा लिउँ न पखेटा मेरो पखेटा टेस्ट गरौँ यस राम्रो अब यसमा चाहिँ अब तपाईँको यो नामै पिरो कम्बो हो यसमा चाहिँ अब हामी अलिक कम खान्छौँ भन्नुभयो भने अब त्यही अनुसार कस्टमरलाई नै त्यो अनुसारको पिरो मन पर्छ कि पर्दैन मामाले बिहान के भन्नुभएको जस्तै अब भाइले अब राम्रो सर दिएर आऊ है भनेर भन्नुभएको अनि तपाईँ सर जित्नलाई कति टाइम लाग्यो अनि हाम्रो ताराबुङलाई चाहिँ अब आजको यो जस्तै रेस्टुरेन्ट यो ओपन हो कि पूर्वेली सेक्टर अब तिमीलाई इम्पोर्ट छ आफ्नो साथीहरूले चाहिँ कस्तो म्यासेज दिन चाहन्छ यो टेस्ट गरिसक्नु साथीहरू मिली पैसा उठाइ आउनुपर्छ यहाँ उहाँ हप्तामा एकचोटि आउनुपर्छ शनिबार दुईबार होइन आउनुपर्छ हप्तामा एकपल्ट इन्भाइट होइन र स्पेसली यहाँको मटन के भरेको मोमोबाट सेक मोमोको टेस्टै अलग डिस्काउन्ट लिउँ जस्तो लागेको छ कि डिस्काउन्ट मलाई फोन पे गरौँ जस्तो लाग्छ साथीहरूलाई चाहिँ कहाँ फोन पे गराउनु मलाई चाहिँ डिस्काउन्ट चाहिन्छ कति जति चाहियो त 5-10 जति डिस्काउन्ट चाहियो अनि तिम्रो स्पेसली साथीहरूले तिमीले इन्भाइट गर्नु पऱ्यो भने के खाउँ भनेर चाहिँ अर्डर त्यति मात्रै यो फिक्स अनुसार होइन तिमीलाई मनपर्ने सबैभन्दा खानेकुरालाई मामालाई सिकाएर होइन तारालाई सबभन्दा खानेकुरामा मनपर्ने के हुन्छ रेस्टुरेन्टभित्रको कुरामा
रेस्टुरेन्टबाट त मोमोहरू मोमो स्पेसल साथीहरूलाई तिमीले पार्टी दिनु पऱ्यो भने ओखरढुङ्गे सेक्वा कर्नलमा के चाहिँ फर्स्ट डिस मगाएर खाउँछौ? सेक्वा कुन सेक्वा? चिकन पोर्क सब मिक्स सेक्वा खाने मन छ। आफूले टेस्ट गरिसकेपछि चाहिँ यसरी खुवाउनुपर्छ भन्ने लाग्छ। रेस्टुरेन्टलाई के भन्न चाहनुहुन्छ मामा? राम्रो होस्, फलफुल हुनु न, फलफुल सोचेको भन्दा धेरै बिक्री होस् त्यस्तै राम्रो ब्रान्च बनाउनुहोस्, यो टेस्टहरू सबै नामहरू पाउनुहोस् भनेर रेस्टुरेन्टको नाम ओखरढुङ्गे फुलबेली सेक्वा कर्नल भन्न चाहन्छु। तारा के भन्छ? म त केही भन्दैन, बेस्ट अफ लक। अब एकदम दामी गर्नु, अहिले भन्दा नि बेस्ट गर्नु, अझै झन् धेरै कस्टमर आउँछ। दुवैजना राम्रीलाई ब्युटिफुल गर्नलाई थ्याङ्क यू सो मच। आज तपाईँहरूले सपोर्ट गर्नु नमस्ते। ल भान्जा मामाहरूलाई के भन्न चाहनुहुन्छ? मामाहरूलाई शुभकामना भन्न चाहन्छु है। मामाहरूले अब नयाँ व्यवसाय सुरु गर्नुभएको छ है। मामाहरूलाई धेरै धेरै शुभकामना छ अनि राम्रो गर्दै जानु होला। तपाईँले के खानु भयो देखि? मैले मोमो खाएँ, सेक्वा खाएँ, त्यहाँ बनेको विन्स खाएँ, अझै अरू बन्दैछ है। सबैभन्दा टेस्ट के लाग्यो? सबैभन्दा यहाँ आएको स्पेसल सेक्वा राम्रो छ है। अरू पनि अब राम्रो गर्दै जानुहुन्छ मामाहरूले, आशा गरेको छु। अब यस्तै गर्दै जानु होला। अनि तपाईँ चाहिँ खास के गर्नुहुन्छ? म पनि यही लाइनमा काम गर्छु। रेस्टुरेन्टै हुनुहुन्छ? तपाईँ पनि सेफ नै हो? त्यसो भने अब सेफ सबजना मामा भान्जा सब सेफ होइन? यहाँ के चाहिँ अझै बेस्ट बनाउँदाखेरि चाहिँ राम्रो होला? अब हाम्रो यो एरियामा कतै मैले यस्तो राम्रो उ देखिनँ है। अब यहाँ जति सक्दो सबै भेराइटीहरू राख्नु पऱ्यो है। राम्रो दिनु पऱ्यो। ठुलो लोकेसनको आधारले कतिको ठिक छ लोकेसन? यहाँ लोकेसन ठिक छ है। हजुर। हाम्रो यो सेक्वा कर्नल ओखरढुङ्गे पूर्वेली सेक्वा कर्नल होइन र विशेष यहाँ सेक्वा नै बेचिन्छ होइन। हामीले अब यो सेक्वा कर्नल तपाईँ एउटा सेफ भएको कारणले गर्दा सेक्वालाई नै बेसी फोकस गर्दा बेटर हुन्छ कि अरूलाई पनि गर्दा बेटर होला तपाईँको नजरमा? अरू पनि गर्नुपर्छ तर सेक्वालाई अझै बढी फोकस गर्नु पऱ्यो, बेस्ट हुन्छ होइन। हस् थ्याङ्क यू सो मच। मामा भन्दा भान्जा अलिकति अग्लो हुनुहुन्छ, भान्जा जस्तै हाइट बढेर जाओस् बिजनेस त्यही हो होइन त? हस् थ्याङ्क यू सो मच।